यदि तपाई आफ्नो बच्चालाई मोबाइलको एडिक्ट बनाउँदै हुनुहुन्छ भने सावधान है। यो घटना भएको छ, तपाई यहाँ तल हेर्नुस्। आमासँग बच्चाले मोबाइल माग्दाखेरि हैन, बार बार माग्दाखेरि आमाले रिसाएर बच्चालाई जा बाहिर खेल भनेर पठायो। तर बच्चा बाहिर गयो र बच्चा बाहिरबाट आएपछि काठ लिएर आएर आफ्नो आमाको टाउकोमा हान्दियो हैन, टाउकामा हान्दियो। आमा त्यतिखेरै ढल्यो, ठाउँको ठाउँ ढल्यो। बच्चाले मोबाइल लिएर अब त्यो हेर्न थाल्यो। त्यो बच्चालाई केही मतलब छैन, आमालाई के भयो बच्चालाई केही मतलब छैन हैन। त्यही भएर आफ्नो बच्चालाई मोबाइलको एडिक्ट नबनाउनुस्, सक्दो आफै पनि नचलाउनुस्। यदि मलाई हेरेर बच्चा मेरो बिग्रिरहेछ भने आफू पनि नचलाउनुस्, बढी काम पर्दा मात्र मोबाइल युज गर्नुस्, नत्र युज नगर्नुस्। जब बच्चा मोबाइलको एडिक्ट हुन्छ यस्ता घटनाहरू हुन्छ हैन। त्यही भएर केयर गर्नुस् आफ्नो बच्चालाई हैन, अनि सावधान भएर बस्नुस्। कति आमाले के गर्छ भन्दै त्यो खाँदैन भने पनि मोबाइल दिन्छ हैन, रुयो भने मोबाइल दिन्छ हैन, र त्यो मोबाइलको पुरा एडिक्ट भइसक्या हुन्छ। त्यसलाई जतिखेर पो मोबाइल चाहिन्छ। त्यही भएर सावधान बस्नु होला हैन। आज तपाईको एउटा गल्तीले बच्चाको भविष्य खराब हुन्छ, तपाईको पनि भविष्य खराब हुन सक्छ। जय नेपाल मित्र।